अब 27औं अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अस्तुमुनि तिमी एकचित्त भएर सुन। त्यसपछि डोलेहरूले भने, हे महारानी, स्वर्गका अप्सराहरूलाई स्वस्तानी परमेश्वरीकी व्रत गर्न लागेका देख्यौं र तिनैका संसारमा हामी पनि पूजा गर्न लाग्यौं र विलम्ब भयो, क्षमा गर्नुहोस्। तपाईलाई पनि श्री स्वस्तानी परमेश्वरीको प्रसाद ल्याइदिएका छौं, लिनुहोस्। डोलेहरूको यस्तो कुरा सुनि चन्द्रावती अत्यन्त क्रोधित भई राता राता आँखा पारी दारा किटी नागले श्वास फेरि चाहिँ सुस्केर हाली मत्ता हात्ती रिसाए चाहिँ ठुलो स्वरले गर्जना गरेर, हे पापी डोले हो, मलाई यस्तो वनमा एक्लै छाडेर व्रत गर्न लाग्यौ। के सेवकको धर्म यही हो? त्यस व्रतले तिमीहरूलाई खाना दिन्छ कि? मैले त स्वस्तानी भनेको नाम पनि सुनेकी छैन। कहाँ कि देवी हो? के गर्न सक्दैछ? तिमीहरूले मलाई नटेरेको हो, वनमा भयौ र पो, नत्र तिमीहरूलाई मारिहाल्ने थिए। म कहिले पुगुली भनेर हतपताए कि मलाई तिमीहरूले विलम्ब गरिदेऊ। अपराधीमा पनि ठुलो अपराधी तिमीहरू जस्तालाई नै भन्नुपर्दछ। यदि भन्दै बानर उफ्रेर गई। डोलेहरूका हातबाट श्री स्वस्तानी परमेश्वरीको प्रसाद खोसेर थुथु गरी थुकी खुट्टाले कुल्चेर फालिदिन्। फेरि पनि यसै गरौला कि चाँडै लैजाओ भनिन्। तब बिचरा डोलेहरू डराई आँखाबाट आँसुका धारा बगाउँदै केही पनि भन्न नसकी मनले श्री स्वस्तानी परमेश्वरलाई सम्झी चुपचाप डोली बोकेर त्यहाँबाट हिँडे। लावण्य देशको नगी चाहिँ साली नामकी नदी थिइन्। त्यहाँ पुगे। आधा नदी तरेपछि श्री स्वस्तानी परमेश्वरीको निन्दा गरेकी हुनाले अकस्मात चाँदनी टाँगे चाहिँ मेघ उठेर मुसल्लारे पानी पर्यो अनि ठुलो आँधी आयो र चन्द्रावती साली नदीमा डोलीबाट खसिन्। डोलेहरू श्री स्वस्तानी परमेश्वरीको व्रतको प्रभावले पछि रूप भई कैलाशमा गएर आनन्दले शिवपुरीमा रहे। जो मनुष्य श्री स्वस्तानी परमेश्वरीको व्रत गर्ला त्यसले यो पदवी अवश्य पाउला। हे मुनि, त्यसपछि चन्द्रावती ब्राह्मणी महापातकी भएर जलभित्र पडिरहन्। जुन दिन चन्द्रावती साली नदीमा खसिदिन् त्यस दिनदेखि साली नदी बगिन स्थिर भइरहन्। माझीहरूले देखेर यो के आश्चर्य भयो, यस नदीमा ग्रह आएर बस्यो कि अथवा कहीँ कुनै यज्ञमा केही उत्पात हुन गयो र यस्तो भयो कि यो कुरा राजालाई भनौं भनी सल्लाह गरेर नवराज राजा गएर विन्ती गरे। हे महाराजा, साली नदी बहिनन्, स्थिर भइरहेकी छिन्। यस्तो भएर हामीले आजसम्म देखेका सुनेका पनि थिएनौं, तर आज प्रत्यक्ष देख्यौं, आश्चर्य भयौं, विचार गरी बक्सनुहोस् भनी विन्ती गरे। यदि माझीहरूको कुरा सुनि नवराज राजाले मन्त्रीलाई डाकेर माझीहरूले बनेको सबै वृत्तान्त सुनाई समस्त प्रजाहरू समेत साली नदीमा गएर माझीहरूलाई जलभित्र केही छ कि जाल हालेर हेर भनी अराए। माझीहरूले हवस् भनी जाल हालेर हेर्दा चन्द्रावती ब्राह्मणी जालमा अल्झेर पानीको बाहिर आइन्। तर ती कस्ती भएकी थिइन् भने शरीरमा कुष्ठी उब्जेर हातपाउ खसेकी, शुद्धि हराएकी, हिलोले छोपी मुडो जस्ती भइरहेकी। चन्द्रावतीलाई देखेर यो के वस्तु हो भन्ने चिन्न नसकेर नदीका किनारमा मिल्काए। फेरि जलभित्र पसेर पनि खोजे तर केही पनि पाउन सकेनन् र हे महाराज, हामीले त केही पनि पाउन सकेनौं भनी विन्ती गरे। त्यसपछि नवराजले, हे गङ्गे, तिमी किन स्थिर भइरहेकी छौ? मैले जान्न सकिन, मदेखि प्रसन्न हौ भनेर हातमा अर्घ्य नवरत्न पारो समेत लिई गाईको दुधले अर्घ दिए। राजाले अर्घ दिन सात साली नदी बगिन्। त्यो देखेर नवराज राजाले आश्चर्य मान्दै प्रजा समेत भई दरबार फिरे। त्यसपछि चन्द्रावती ब्राह्मणी कस्ती भइरहन् भने क्षणमा मूर्छा र क्षणमा चेष्टा, छिनछिनमा क्षुधा तृषा हुने यस्ता तरहले महाकष्ट पाए मुडो झैं साली नदीमा किनारामा रहिन्। एक दिन साह्रै भोक लागेर खानेकुरा केही नभउँदा माटो खाउँ भनेर हातमा लिन्। त्यो माटो ढुङ्गा भयो, त्यो ढुङ्गा पनि खाउँ भन्दा हाड भयो र हाड पनि खान खोज्दा खरानी भयो। खरानीले खान्छु भन्दा ठुलो बतासा उडाएर लग्यो। श्री स्वस्तानी परमेश्वरीको निन्दा गरेकी हुनाले शीतता भोक प्यासबाट हुने अनेक कष्ट सही रहिन्। यस्तै नवराज राजाले आफ्ना देशमा भएका समस्त ब्राह्मणहरूलाई डाकेर पूजा गरी श्रद्धापूर्वक भोजन गराई दक्षिणा दिए। अग्निपुरका कपिल नामका दुई भाइ ब्राह्मणहरू पनि नवराज राजाको निमन्त्रणामा जान भनेर त्यतैबाट आए। तिनलाई चन्द्रावतीले देखिन् र तिमीहरू को हौ, कहाँ जान आयो भनी सोधिन्। ती ब्राह्मणहरूले भने हामी कपिल नामका ब्राह्मण हौं। लावण्य देशका राजा नवराजले ब्राह्मण भोजनको निमन्त्रणा गरेका छन्, त्यही भोजमा जान आयौं भने। र चन्द्रावतीले फेरि भनिन्, हे ब्राह्मण हो, मैले कति दिनदेखि केही पनि खाएकी छैन। तिमीहरू भोजनमा जाने भए मलाई पनि केही मागेर ल्याइदिए पुण्य होला। म अनाथमाथि दया गर। त ब्राह्मणहरूले भने, हे पापिनी, अहिले हामी यसै हुन्छ भन्न सक्दैनौं, किनकि राजाको दरबारमा के जानी कसो हुन्छ। विशेष हामी ब्राह्मणले ल्याउने हुने वस्तु दिए त ल्याउला, ल्याउनु नहुने वस्तु दिए कसो गरौँला। यसकारण त आशा गरेर नबसेस्। यति भनेर ती दुई भाइ लावण्य देश गए। नवराज राजाले डाकेका सबै ब्राह्मणलाई यथेच्छ भोजन गराई दक्षिणा दिए। सबैजना भोजन गरिसकी नवराज राजालाई आशिष दिई प्रसन्न मनले आफ्ना घर गए। ती अग्निपुरका कपिल ब्राह्मणले अघिको कुरा सम्झेर यसै जाउँ भने त्यो पापिनी आशा गरिरहेकी होली। के लगिदेऊ, मागौँ भने कसरी मागौँ, लोभी भन्दछन् कि भनेर केही भन्न नसकी भोजन गरेको स्थानमा कहिले जाने र कहिले आउने गर्न लागे। त्यसो गरेको स्वयं गोमा राजमाताले नै देखिन् र भण्डारीलाई डाकेर भने, हे भण्डारे हो, ती दुई ब्राह्मणले
खान पाएनन् कि सन्तुष्ट भएनन् र हो कि घुम्दैछन् किन सोध। अनि भण्डारीले हवस् भने तिनको नजिकै गएर हे ब्राह्मण हो तिमीहरूले खान पाएनौ कि अथवा सन्तुष्ट भएनौ, इच्छा भए फेरि भोजन गर भन्दा ब्राह्मण भन्छन् हे भण्डारी हामीले राजाको कृपाले इच्छापूर्वक भोजन गर्यौं, सन्तुष्ट पनि भयौं, तर हामी आउँदा साली नदीका तटमा शरीरमा कुष्ठ निस्केर हात पाउ खसेकी कोही स्त्रीले देखिएर कहाँ जान्छौ भनी सोधी हामीले राजाको ब्राह्मण भोजनमा जान्छौं भन्यौं। अनि तिमीहरू भोजनमा जाने भए मलाई पनि केही मागेर ल्याइदियो, कति दिनदेखि मैले केही पनि खाएकी छैन भनेकी थिए, त्यसै कारण अब यसै जाउँ भने त्यो पापिनी आशा गरिरहेकी होली, केही लगिदिउँ भने कसरी मागौं भन्ने सङ्कोच लागेर बसिरहेको भने। त्यो कुरा भण्डारीले गोमा राजमातालाई सुनाए अनि उनले ती दुईजनाले बोक्न सक्ने जति अन्न दिनु भनिन्। भण्डारीले हवस् भनेर भण्डारमा राखेको वस्तु लिन जाँदा राजाको सम्पूर्ण भण्डारै सुकिगयो र केही पनि पाउन नसके राजमाता गोमालाई बिन्ती गरे हे राजमाता राखेको ठाउँमा कुनै वस्तु पनि छैन, के दिने? त्यति सुनि गोमा आफै गएर भण्डारमा हेरिन् र दिने जस्तो वस्तु केही पनि नदेखि आफूलाई भनेर पकाइराखेको भात यही देऊ भनी अराइन्। भण्डारीले हवस् भने भात लिएर ब्राह्मण कहाँ गई भने हे ब्राह्मण हो त्यसको नाम लिनासाथ राजाको समस्त भण्डारै सुकिगयो, यो राजमाताले भनेर पकाइराखेको भात चाहिँ यही लगिदेऊ, अरू थप त केही पनि छैन भनी सुम्पिदिए। ब्राह्मणहरू अझ बहुतै सरमानी त्यो भात लिएर दरबारबाट हिँडे। तिनीहरू जान साथ राजाको भण्डार पहिले जस्तै भयो, अर्थात् जहाँ जहाँ जे राखिएको थियो त्यही त्यही सबै कुरा देखियो भनी कुमारले अगस्त्य मुनिलाई बताउँदा भए। इति शेष कन्दुराणे केदारखण्डे माघमाते कुमार अगस्त्यमादे शेष स्वस्तानि परमेश्वर्या व्रतकथायां नवराज ब्राह्मण भोजनम नाम सप्तविंशोऽध्यायः।